हैन बुढा तपाईलाई किताब हेर्ने पेपर हेर्ने अरु बाहेक केही काम छैन तपाईलाई बुढीसँग बोल्न मन लाग्दैन यही गर्यो अफिस गयो ओहो पूजा कामको बेला काम गर्नुपर्छ पेपर हेर्नुपर्छ किन मैले समय दिएको छु त त्यसो नभन न पूजा मैले तिमीसँग रमाइलो कुरा गर्न पाएको धेरै भइसक्यो बरु अफिस जान 1 घण्टा बाँकी छ बरु केही रमाइलो कुरा गरौँ न है रमाइलो कुरा गर्न त तपाईको अनुहार पर्नु पर्यो नि ए भनेपछि मेरो अनुहार नराम्रो नराम्रो तिमीले त म अहिले के खाच्छी हो कति राम्रो देख्यो मेरो बुढी के भन्छ त मर्दको छोरा हो पूजा तिनटी मात्रै किन 100 एउटा आए पनि म डराउँदिन 100 एउटा कुरा गरेर देखाउनुहुन्छ कसो मसँग लडेको देखाउनुस् डरिरहेछ त यहाँ लडे समाज कति राम्रो के मेरो बुढी सुन्नु न बुढा मबाट बच्चा भएन भनेर हजुरले दुईटी बिहे गर्नुभयो उनीहरुबाट नै भएन हामीबाट भन्दा नि कमजोरी हजुरबाटै हो कि तर ठुलो हस्पिटलमा गएर चेकअप गराउनु पर्ने हो कि हो बुढी तिमी माथि दुईवटा बिहे गर्दा पनि बच्चा भएनपछि कमजोरी मेरै हो बुढी तिमी हस्पिटल चेक गर्न जाऊ त भन्छु हस्पिटलमा गएर चेक गर्दाखेरि पनि फेरि मेरै कमजोरी देखायो भने तिमीहरूसँग बिगार जाने हो कि जादिन बुढा एकजनाको हातको सिन्दुर परिसकेपछि फेरि अर्कोसँग जानु भनेको नराम्रो हो वचन नभएर के भएर बुढा यति हाँसी खुसी छौँ यति राम्रो परिवार छ बरु कुनै अनाथबाट ल्याएर पालौँ न हुन र त्यस्तो होइन नि बुढी आफ्नो रगत हुनु र पराई रगतमा धेरै फरक पर्छ ठिकै छ कुनै अनाथको बच्चा ल्याएर पाल्दैमा तिमी खुसी हुन्छौ भने म रोग चेक गर्दिन तिम्रो खुसी नै मेरो खुसी हो ठिकै छ तिम्रो खुसी नै मेरो खुसी त भन्नुहुन्छ तर मेरो आदि खुसी त हजुरले लुटिसक्नु भएको छ किन थाहा छ हजुरलाई एउटा नारीले सब थोक सहन सक्छ तर आफ्नो माथि सौदा कहिल्यै सहन सक्दैन तिमी माथि सौदा सक्नु मेरो डर होइन किन थाहा छ त बच्चा भएन त्यही भएर अर्को चाहिँ हुनु गरी अझै फ्रुम भएन म के गर्नु त ल म धेरै कुराहरू खाइरहेको होइन मलाई अफिस पनि जानु ढिला भइसक्यो म अफिस जान्छु अब हस् म पनि फ्रेस हुन जान्छु केही चाहियो भने कल गर्छु हुन्छ होइन प्रेम आफ्नै श्रीमतीसँग पनि के लजाइरहेको राजमान्ने कुरा होइन नि पूजा मलाई अझै ढिला भइसक्यो सधैँको अफिस त हो नि कहिलेकाहीँ त आफ्नो श्रीमतीसँग यसो दिन बिताए हुन्न र दिनभरि अफिसमा भए पनि रात तिमीसँग बिताएको मैले बरु तिमी फ्रेस भएर आइहाल मलाई एकदम कफी खानु लाग्छ टाउको पनि दुखिरहेछ तिमीलाई कफी बनाएर दिनलाई त तिम्रो दुईटी कान्छी छ त त्यही भएर त तिमीले मलाई बिर्सिन लागेको नि तर छ नि प्रेम तिमीले जतिवटी बिहे गरे पनि काम लाग्ने भनेको मै नै हो त्यही त मलाई काम लाग्नु भनेको तिमी नै हो फेरि मैले तिमीले यतिको माया मलाई कहाँ दिएको छु र भयो केटा मान्छेको जा यस्तै हो उता गए उता लपक यता आए यतै लपक हस् बाबा हस् म कहीँ पनि जान्न बरु तिमी फ्रेस भएर छिटो आऊ त मलाई कफी खानु ढिला भइसक्यो छिटो आऊ माइली सुन न मलाई आज
कस्तो कफी खानु लाग्यो यसो एक कप कफी बनाइदिनु मलाई ए भनेपछि जेठी र कान्छीले कफी बनाएर दिएनन् र तपाईँ मै कहाँ आउनुपर्ने यदि तपाईँलाई कफी खान मन लाग्छ भने जेठी बुढी र कान्छी बुढी हुने गएर खाने म सक्दिनँ काम गर्न यो जिन्दगीमा ती तीनजना बिहे गर्नले पनि साह्रो दुःख पाइयो कहिलेकाहीँ त यस्तो लाग्छ कि मलाई त्यो टिन्टीलाई नै जङ्गल जग्गा छोड्नु लाग्छ हामी त जनावर हो के र जङ्गलमा लग्दा बित्तिकै घाँस खाएर बाँच्ने यदि बोझ उठाउन सकिन थियो भने तिनटुनीहरू किन बिहा गरेको तिमीले पनि कस्तो कुरा गरे बुढी तिम्रो तिनजनाको पारा जस्तो हुने हो भने त मैले एक कप कफी खानालाई अर्को बिहे गर्नु पर्ने हुन्छ यहाँ गरे हुन्छ उमेर रहन्जेल जतिवटा बिहा गरे पनि हुन्छ धन सम्पत्ति तन्नै छ क्यारे तर छ नि बुढा जति धन सम्पत्ति भए पनि मर्ने बेला कुनै काम लाग्दैन मलाई जहाँसम्म लाग्छ तपाईँको जिन्दगी तिनटी स्वास्नीको कोही कुना बसी रोइ हुन्छ जस्तो लाग्छ जब एउटा कफी खानालाई मैले यस्तो सुन्नुपर्ने नसुन्नाले त आफूले बनाएर खान जानुपर्छ बुढा अब सिक्छु के म आफै कफी बनाएर खाना सही बाटोमा हिँड्न जानेको भए अर्काको बुढोसँग आउने थिइनस् सही बाटोमा त म नि हिँडेको नि गलत बाटोमा ल्याउने तपाईँको बुढा त हो नि भयो अहिले आएर बुढोलाई दोष नदे के मेरो र तेरो गर्छस् तेरो पनि त बुढो हो नि बरु जा बुढोलाई कफी खान मन लागेको छ अरे बुढोलाई कफी बनाएर दे धेरै मसँग मुखमुखै लाग्ने होइन म सपिङ गर्न जान लाग्छु सपिङ गर्न त गए भइहाल्यो नि कसलाई सुनाएको हो कुनै हुन त कम्पनीबाट जति पैसा आए पनि तपाईँकै हातमा दिने हो जानु न त सपिङ हेर कति रिस गरे कि पछि आउने माझमा सुत्न खोज्ने कम्पनीबाट आएको पैसा त हाम्रो बिहे नगर्दा पनि दिनुहुन्थ्यो किन त अहिले आएर उनको पैसालाई आँखा लाउन खोजिस् हो कम्पनीबाट आएको पैसा पहिला तपाईँको हातमा दिनुहुन्थ्यो म मान्छु तर अब त्यो पैसा एक हिस्सा आएन 3 हिस्सा लाग्छ बुझ्नुभयो मनको लड्डु मनसँगै खाएर बस तर त्यो 3 हिस्सा कदापि लाग्दैन बुझिस् पूजा भन के काम गर्नु आज मलाई सपिङ गर्न 50,000 रुपैयाँ चाहियो छुट्टै क्युआरमा हाल्दिनु ए बेला मलाई कम्पनी पनि घाटा बनाइरहेको छ बुढे पनि दुबाइरहेको छ ठिक छ ल मलाई क्युआर पठाइदेऊ म 10 मिनेटमा हालिदिन्छु तिमीलाई ओ सेट भर्खर जेठी बनाएको थिएँ फेरि अब सोनियाको फोन आयो भन सोनिया सुन्नुहोस् न बुढा मलाई आज घरमा खाना बनाउन मन लागेको छैन कतै बाहिर गएर डिनर गर्न जाऊँ न है अब तिमीहरू कुक घरमा ल्याएर आयो मिठो मिठो खानालाई त्यस्तो होइन कि बुढा कहिलेकाहीँ त मैले भने नि कुरा मान्नु न ठिक छ तिमी तयार भएर बस्दै गर म यसो समय मिलेर नै आउँछु फेरि कति फोन गरेर यो मान्छे पहिला फोनलाई नि फ्री गर्छ प्रिया भन सुन्नुहोस् न बुढा मलाई आज कस्तो फिल्म हेर्न मन लागेको थियो फेरि बजारमा नयाँ फिल्म चलेको रहेछ आउनुहोस् न जाम है अफिस बन्द गरेर आइहाल्नुहोस् फेरि मेरो फिल्मको सो छुट्यो भने बेलुका झगडा होला नि मसँग हस् बाबा हस् तिम्रो फिल्मको सो नपुरा भइहाल्यो नि म अहिले काम गर्दैछु मलाई घरको डिस्टर्ब नगर अहिले म आउँछु त्यो चिन्जी बुढीले गर्दाखेरि मेरो कम्पनी डुब्ने भयो बाटो खाल बोक्रिनु पर्ने होला म
सोनिया तिमी चाहिँ यसरी नै हेरेरै बस। जेठीले सबै कम्पनीको पैसा शाखा पार्न लागिसके। होइन, जेठीले कम्पनीको सबै पैसा सखा पार्न लागिसके भनेर तँलाई चाहिँ कहाँबाट थाहा भयो? किन थाहा नहुनु नि? अहिले म बजार गएर आउँदा तल गेटमा भेटेकी थिएँ र उसले पैसा सायद कम्पनी नै आफ्नो नाममा गर्न लागिसके। चुप लाग त, यो हुनै सक्दैन। त्यो कम्पनी प्रेमको नाममा छ र हामी सबैको नाममा हुनुपर्छ, किनकि प्रेमको हामी तीनवटै श्रीमती हो। कसैले काका कसैले पाका बोल्न पाउँदैनन्। के गर्छ त सोनिया, तिमी कराएर नि भएन, म पनि कराएर भएन। प्रेमले सबै कम्पनी जेठीको नाममा गरिदिन लागेको छ अरे, हामी त पिस खाएर बस्ने त। प्रिया, प्रेमले त्यति सजिलै जेठीको नाममा कम्पनी दिन सक्दैन। ठिक छ, यदि प्रेमले हामीलाई सोध्दै नसोधे कम्पनी जेठीको नाममा दिन लागेको हो भने हामीले पनि छुटपत्र दिनुपर्छ। है सोनिया, प्रेमले हामीलाई के छुटपत्र दिएला? बरु सुन्न सोनिया, प्रेम पनि अफिसमा गएको होला, हामी पनि अफिसमा जाने हो यो विषयमा कुरा गर्नु। मलाई यो विषयमा अफिसमा गएर कुरा गर्नु कुनै जरुरी छैन। बरु तँ गएर प्रेमसँग कुरा बुझेर आइज। ठिक छ, तिमी जाँदैन भने म पनि जाँदिनँ। बरु प्रेम घरमै आउँछु बेलुका, बरु यो विषयमा बेलुका सल्लाह गरौँ। हुन्छ, तैँले भने जस्तै प्रेम आएपछि यो विषयमा सल्लाह गर्नै पर्छ। अहिले मेरो भित्र किचनमा काम छ, म गएँ ल। होइन प्रिया, तिमीलाई घिर्न पर्दैन? अघि त फोन गरेर डिनर भन्दैछ त। जाने बाबा, तर तपाईँ किन यस्तो विधि पसिना बगाएर आउनु भएको कि अन्त नि जानु छ? अरू कुरा नगर तिमी, बरु तिमी जाने नआएन भन। जाने हो, तर तपाईँ अफिसकै ड्रेसमा जाने हो। जानुहोस्, ड्रेस चेन्ज गरेर आउनुहोस्। ल ल, म तयार भइहाल्छु। बरु तिमी यति जाने हो र यो ड्रेसमा जाने हो? के नि हुन्छ र यो ड्रेसमा? तर घुम्न जानु लाग्यो होइन, डिनर गर्न जानु लाग्यो। ल ल, बरु छिटो चाबी बोल, तयार हुन गर, म आइहाल्छु गरेर। ओ यस, आज त प्रेमसँग मलाई मनपर्ने हिरोको फिल्म हेर्न जान पाइयो। आइ एम सो ह्याप्पी। बरु प्रेम पो कतिखेर आउने हो? प्रेम आइबस्छ। प्रेम आयो तिमी? आइपुगिन्। प्रेम सुन न, आज मसँग फिल्म हेर्न जाने भनेर तिमीले ओके गराएको थियो, त्यही भएर मैले अनलाइनमा टिकट बुकिङ गरिसकेँ। तर थाहा छ फिल्मको सो चाहिँ बेलुकाको 7 बजे हुन्छ नि। अब फिल्म क्यान्सल। तर किन? किन हुनु नि? अब तिमी फिल्म हेर्नु मन छौ, कान्छी डिनर गर्न जानुहुन्छ। अनि कसको कुरा सुन्ने मैले? कसैको कुरा सुन्नु पर्दैन। मैले तिमीले भनेको थिएँ मैले मन पराएको फिल्मको सो छुट्यो भने हाम्रो झगडा हुन्छ भनेर। अब तिमी मसँग झगडा गरे पनि गर, मारे पनि मार, फिल्म हेर्नु चाहिँ गइदिएन। बरु सुन न सोनिया, फिल्म हेर्न तिमीलाई जाऊ न ल, मैले बिजी छु के? बुढी मेरो ज्ञानी छे। थाहा छ तिमी केमा बिजी छु भनेर। खुब जेठी र कान्छीसँग कतै घुम्न जाने मन होला नि, त्यही भएर मसँग नाटक गर्न आएको होला। ठिक छ, तपाईँले मैले फिल्म हेर्न जाऊँ भनेर मान्नु भएन, बेलुका मेरो कोठामा पनि आउने होइन। सोनिया कस्तो बुढी फरक जान्छ गई। कान्छीलाई त बोलाएर बस्नु छु, माइले दिशा गइहाल्यो। जेठीले फेरि मलाई के भन्ने हो? अघि सबै मोड आइसक्यो माथि जानुपर्छ। पूजा भयो, तपाईँ अब मसँग नबोल्नुहोस्। तपाईँले मेरो आज खुब बेइज्जत गर्नुभयो होइन? आफूले मन पराएको सामान पनि फिर्ता दिएर आउनु पर्यो। ठिकै छ नि बुढी, फिर्ता दिएर के भयो त? कुनै मन पराएको सामान भोलि गएर किन्दा नि भइहाल्यो। त्यो पसलको मान्छे पनि तपाईँ जस्तै होला नि, मन परे राखिरहने, नभए होलसेलमा फालिदिने। तपाईँलाई थाहा छ बिल बनाइसकेपछि पैसा तिर्न नसकेपछि कति बेइज्जत भयो, कति मान्छेले हेरे मलाई।
आज त मलाई के कम्पनीको मालिकको श्रीमती भन्न पनि घिन लागेर आइसक्यो। पूजा तिमी यत्रो लेखपढ गरेर मान्छे, तिमी यस्तो बुझ्ने मान्छे, त्यस्तो कुरा नगर न। बरु सुन न पूजा, केही दिनमा त्यो कम्पनी म तिम्रो नाममा गरिदिन्छु। के कम्पनीको मालिक नि हुन्छ तिमी। बुढा तपाईँले मलाई के कम्पनी त पास गरिदिनु होला। अनि ती दुईटी चाहिँ कहाँ जान्छ? के खान्छ उनीहरूले चाहिँ? सबै कम्पनी मेरो नाममा गरिदिनु भयो भने उनीहरू न घर न घाटको हुन्छन्। उनीहरू पनि धन दौलत देखाएर आएका होइनन्, मेरै लागि आएका हुन्। फेरि उनीहरूलाई सबै थाहा छ हामीबाट बचाउन भन्ने। ठिक छ, मैले त्यो कम्पनी तिम्रो नाममा गर्दाखेरि तिमीलाई अप्ठ्यारो पर्छ भने अरू म त्यो कम्पनी नै बेचिदिन्छु। कमसेकम मैले त्यो कम्पनी बेचेर पैसा ल्याउनु पाएँ भने त तिनजनालाई बराबर लाइन्छ भाग। बुढा कम्पनी बेच्नुभन्दा हामी सबैजना मिलेर बसौँ न, हुन्छ? किनकि तपाईँलाई थाहा छ त त्यो कम्पनी भनेको हाम्रो जिउने आधार हो। ठिक छ, मैले त्यो कम्पनी सुरु गर्दाखेरि तिमीले साथ सपोर्ट गरेको थियो। अब तिमीले जे भन्छौ त्यही हुन्छ। ल त आज बाहिर साथीभाइले मलाई भेट्छु भनेको छ, काम पनि छ, म जान्छु नि। ल भयो, तपाईँ कहीँ पनि जानु पर्दैन। थाकेर आउनुभएको छ, भित्र गएर आराम गर्नुहोस्। ल त भन्नुहोस्, म आराम गर्नु भयो त। ए मलाई फिल्म हेर्न नराख्नु कारण त यस्तो पो रहेछ। किन र सोनिया, तँलाई नि उहाँले फिल्म हेर्न लग्छु भन्नुभएको थियो र? भयो भयो, तपाईँ टुटको साँच्ची बिरालो नभन्, किनकि तैँले प्रेमलाई कतै लगेर जान लागि रहेछिस्। त्यही भएर मनले फिल्म हेर्न जाम भन्दा पनि मेरो कुरा इन्कार गरे। बुढी हो तिम्रो दुईजना यहीँ छौ, तिम्रो आत्मा सत्य कुरा गर्छु। ए तपाईँले हामीसँग झुटो पो बोल्नु भएको? तीनजना श्रीमती राख्न सक्नुहुन्न भने मलाई छुटकारा दिनुहोस्। तिमीले मलाई फिल्म गर्न जाउँ थियो, तिमीले मलाई फिल्म हेर्न गएको थियो, जेठीले मलाई सबै गरेर पैसा हाल्ने थियो। अनि म कसको कुरा सुन्ने कसको कुरा नसुन्ने, त्यही भएर मैले झुटो बोलेको हो। तँले मात्रै होइन प्रिया, छुटकारा त मलाई पनि चाहियो, किनकि मलाई पनि झुटो बोलेपछि मान्छेसँग जिन्दगी काट्नु छैन। बुढी हो कहिलेकाहीँ मैले नचला पनि झुटो बोल्नु पर्ने हुन्छ तिमीहरूसँग। ठिक छ, झुट्टा बोल्नुभयो। जेठीले मान्छ त नि? जेठीले बनाउने काम तिम्रो र मेरो। ठिकै छ नि त, त्यो मलाई यति गर्छौ भने जेठीले त बाबु गुन्नु गरेपछि जाउँ। बुझ्दा दिदी? भन न सोनिया। सोनियाले के भन्नु? सोनियाले एउटा प्रियाले भनेको कुरा म भन्छु। भयो प्रेम, तिमीले भन्नु पर्दैन, हामी दुईजना आफै भन्छौँ। होइन, घरि उसले नभन् भन्छ, घरि उसले नभन् भन्छ। खासमा कुरा के हो मैले बुझिनँ नि। खासमा कुरो के भने नि दिदी, आजदेखि प्रिया र मैले यो घर छोडेर जाँदैछौँ। हो दिदी, अब यो महलमा तपाईँ र प्रेम हाँसी खुसी बस्नुहोस्, हामी जान्छौँ। होइन, तिमीहरू यो के भन्दैछौ? तिमीहरूलाई यो घरमा प्रेमले श्रीमती बनाएर ल्याएको, तिमीहरूलाई यो घर छोडेर जान्छु भन्न लाज लाग्दैन? कि तिमीहरूलाई प्रेमले पैसाको लालच देखाएर छोड्न लाग्यो? पूजा, मैले कुनै यिनीहरूलाई धनको लालच देखाएर छोड्नु लागेको होइन। बरु यो सोनिया र प्रिया धेरै बुझाएको छन्, त्यही भएर आज यो घर छोडेर जाने कुरा उनीहरूले आफूले गरेको हुँ, किनकि यिनीहरूले हाम्रो खुसी चाहेको रहेछ। ठिकै छ, उनीहरूले हाम्रो खुसीको लागि यति गर्छन् भने हामीले पनि त उनीहरूलाई केही गर्नु पर्यो। भयो दिदी, हामीले केही दिनु पर्दैन, तपाईँहरूको जिन्दगी हाँसी खुसी बिटोस्, यही नै हामीले ठुलो कुरा हो। त्यही त दिदी, हामीले आफै यो सिन्दुर पुसेर गयो भने हाम्रो बिहा भएको छ भनेर कसैले नि चिन्दैन। हो दिदी, धेरै कुरा गरेर के गर्नु, अब हामी जान्छौँ।